नमस्कार सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज म तपाईहरुलाई क्योतोबाट घुम्न जान सकिने एउटा निकै रमाइलो ठाउँ लिएर आएको छु। आज हामी आएको ठाउँ हो माइको बीच। आज हामी आफ्नै गाडीमा यहाँ आएका छौं। क्योतोबाट नारा हुँदै यहाँसम्म आइपुगेका हौं। बाटोमा वरिपरि सिनेरी हेर्दै आफ्नै गाडीमा ट्राभल गर्दा पनि निकै रमाइलो हुने रहेछ। तर तपाईहरुसँग आफ्नै गाडी छैन भने पनि चिन्ता लिनु पर्दैन, किनभने यो ठाउँ ट्रेनबाट पनि सजिलै जान सकिन्छ। र तपाईहरु आफ्नै गाडीमा जानुभएको छ भने पार्किङ गर्दा चाहिँ नजिकै पार्किङ गर्नुभयो भने चाहिँ एकदम महँगो पर्छ, तर वरिपरि पार्किङ गर्नुभयो भने चाहिँ एकदम सस्तोमा छ। र तपाईहरु हेर्न सक्नुहुन्छ यो ओमी माइकोको बीच यस्तो राम्रो छ। अगाडि ठ्याक्क पुरै त्यो निलो पानीमा अनि यस्तो क्योतोको गर्मीमा त्यहाँ गएर स्विमिङ खेल्दाखेरि यस्तो मनै आनन्दित हुन्छ। त्यही भएर तपाईहरु पनि क्योतो, ओसाका, नारा नजिकै बस्नुहुन्छ भने यो ठाउँ चाहिँ एकचोटि जानै पर्ने ठाउँ हो। तपाईहरुलाई पनि म यो ठाउँ चाहिँ एकदम रिकमेन्ड गर्छु र गर्मी महिनामा चाहिँ एकदम रमाइलो छ यो ठाउँ जानलाई। तपाईहरु चाहिँ आफ्नो टाइम छ भने यो ठाउँ एकचोटि अवश्य जानुहोला। र तपाईहरुलाई धेरै धेरै थ्यांक यू मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। र तपाईहरुलाई यस्तै अरु भिडियोहरु हेर्न मन लाग्छ भने कमेन्ट गर्नुहोस्। धन्यवाद।